बिचरा यो परिवारसँग सुत्नको लागि आफ्नो बेड बिस्तारासम्म पनि थिएन। आज केही खुसी लिएर यो परिवारलाई भेट्न पुग्यौं। नयाँ दराज, नयाँ बेड बिस्ताराहरू, यतिका धेरै फर्निचरका सामान देख्दा आज यो जोडी यति धेरै खुसी देखिए। मन लाग्यो तपाईलाई आज? पहिला कस्तुरी बसी थियो, अहिले यस्तो राम्रो भएपछि बेसरी खुसी छ बाबु हामीलाई। खुसियाली आनी दिनुभयो हामीलाई साथ, पोखरा सोफा सेन्टर हजुरलाई धन्यवाद। कहाँ गए भगेरी चरी, तिमीलाई मैले बिर्सौँला कसरी। हामीले लुक्न मिल्दो रहेछ कि यता छोरा लुगाइदिनु, यता म लुगाइदिनु। सम्पूर्णमा नमस्कार, म पारस भट्टराई। म यति बेला पोखराको पर्स्याङमा आइपुगेको छु। यो एकदमै दुःखमा परेको यो परिवार, यो सुन्दर जोडीको लागि फर्निचरका केही सामानहरू किन्नको लागि म यति बेला पोखरामा रहेको, पर्स्याङमा रहेको पोखरा सोफा सेन्टरमा आइपुगेको छु। मलाई भाइ बहिनीहरूले भन्नुभएको थियो, यो अवस्था पनि मैले त्यहाँ गइसके पछाडि देखेको थिएँ। के देखेँ भने त्यहाँ उहाँहरू सुत्नको लागि उहाँहरूको आफ्नै खाट छैन। हामी गरिबहरूले कसरी आफूले खाट किनेर नयाँ खाटमा हामी सुत्न पाउँछौँ र? दाइ, हाम्रो त भाग्य नै यस्तै छ भनेर भनिसके पछाडि उहाँहरूको त्यो कुरा सुनिसकेपछि बडो नमजा पनि लाग्यो र मैले पोखरा सोफा सेन्टरका आदरणीय सरहरूसँग कुराकानी गरिसके पछाडि उहाँहरूले आउनुहोस् सर, हामी सकेको सहयोग गर्छौँ भनिसकेपछि म यति बेला पोखरा सोफा सेन्टरमा आइपुगेको छु। सबैले मन पराएको फर्निचर हब भनेको अनलाइन सोफा सेन्टर हो, काठमाडौँको वसुन्धरामा छ। यसको शाखा पोखराको यो पर्स्याङमा पनि खुलिसकेको छ। पोखरा सोफा सेन्टर भनेर खोलिसक्नु भएको छ आदरणीय शिशिर सर, जसले दुःखमा परेका हरेक नेपालीहरूलाई निरन्तर रूपमा सपोर्ट पनि गर्दै आउनुभएको छ। आफ्नो व्यवसाय मात्र गरिराख्नु भएको छैन, उहाँले व्यवसायबाट के कमाएको के पैसा सामाजिक कर्म पनि लगाइराख्नु भएको छ। आज शिशिर सर त्यहाँ हुनुहुन्न, तर उहाँ जस्तै मनकारी दुईजना सर म्याडमसँग आज म भेट्दैछु। पोखरा सोफा सेन्टरको उहाँहरू प्रोप्राइटर पनि हुनुहुन्छ। नमस्कार। नमस्ते म्याडम। नमस्कार सर। हजुरको नाम? मेरो सविता धरेल। सरलाई पनि नमस्कार। सरको नाम? राजकुमार धरेल। हामीलाई चाहिँ उहाँहरूको एकदम त्यो भिडियो हेर्दाखेरि चाहिँ एकदमै दुःख लाग्यो। त्यसले गर्दा हामीलाई पनि केही सहयोग गरौँ जस्तो लागेर सरहरूलाई हामीले यहाँ पोखरा सोफा सेन्टरमा बोलाएको। हजुरको भिडियो हेरेँ र एकदमै खुसी लाग्यो। उहाँहरू त्यस्तो ठाउँमा बस्नुभएको रहेछ, भत्किन लागेको घर रहेछ, उहाँहरूले राम्रो ठाउँमा बस्नको लागि हजुरले साथ दिनुभएको रहेछ, त्यो अत्यन्तै खुसी छु। सर, उहाँहरूको लागि के आवश्यकता छ होला, अब तपाईँलाई थाहा छ, हामी त त्यो ठाउँमा गएको छैनौँ। तपाईँ त प्रत्यक्ष गएर भेट्नु भएको छ। उहाँहरूलाई खाना, लगाउने, बस्ने ठाउँ के आवश्यकता छ? उहाँहरू पहिला जहाँ बस्नुहुन्थ्यो भत्कियो घरबाट हामीले चाहिँ नयाँ घरमा, राम्रै घरमा लगेर सारेका छौँ। एकदमै अति आवश्यक कुराहरू म भन्छु है सर, भन्छ है। उहाँहरूको लागि चाहिँ एकदमै चाहिएको भनेको बेड छ नि, बेड बिस्तारा बेड। उहाँहरू चाहिँ खासमा अरूले नै दिएको बेडमा, अरूकै बेड भनौँ न, उहाँहरूको स्वयं आफ्नो होइन, त्यो त्यहाँबाट अन्त जानु पऱ्यो भने, छोड्नु पऱ्यो भने त्यो बेड त्यहीँ छोडिदिनुपर्छ कि। उहाँहरूको स्वयं आफ्नो पनि बेड छैन कि। अनि उहाँहरूले मलाई भन्नुभएको थियो कि हामी जस्तो गरिबहरूको त सपनै हुन्छ दाइ, होइन, नयाँ बेड किनेर त्यो बेडमा सुत्ने भनेको त सपना हो दाइ, कसैले दिन्छन् त्यहीमा सुत्ने, फेरि त्यसलाई छोडिदिने, अरू ठाउँमा जाने भनेर भन्नुहुन्थ्यो मलाई। एउटा चाहिँ बेड, अनि एउटा चाहिँ उहाँहरूको लागि जस्तो त्यो कपडाहरू हुन्छ नि, कपडाहरू सबै बाहिर नै, त्यो सबै त्यो भुइँमै राख्नुपर्ने कि कपडाहरू सबै, नयाँ कपडा पनि त्यहीँ, पुरानो कपडा पनि त्यहीँ, होइन। एउटा राम्रो कपडा राख्ने दराज भइदिएको भए चाहिँ उहाँहरूलाई हुन्थ्यो कि भन्ने। हुन्छ, उहाँहरूलाई जे आवश्यकता छ तपाईँले देख्नुभएकै छ, हामी त्यो अनुसार खाट दिन्छौँ, दराज दिन्छौँ। त्यसपछि टी टेबलहरू भयो, उहाँहरूलाई चाहिने कपडाहरू भयो, हामी सबै कुरा उपलब्ध गराउँछौँ। उहाँहरूको लागि हामीले यो दराज दिँदैछौँ। हजुर, यो दराज एकदमै राम्रो छ र यो चाहिँ डस्ना पनि छ र तन्ना पनि छ र सँगै बेड पनि छ। ऐना हेर्न पनि एकदमै राम्रो हुने, कपडा राख्न पनि सजिलो हुने, हरेक कुराले चाहिँ मलाई यो उपयुक्त हुन्छ जस्तो लागेर मैले यो दिन लागिरहेको छु। आज म हजुरलाई बेड देखाउन गइरहेको छु। उहाँहरू अरूको बेडमा सुतिराख्नु भएको थियो, अब आजदेखि पनि उहाँहरूको आफ्नै बेड पनि हुँदैछ। आदरणीय एकदमै मनकारी राजकुमार सरले र पोखरा सोफा सेन्टरले यो व्यवस्था गरिदिँदै हुनुहुन्छ। उहाँहरूसँग पैसा पनि रहेछ, उहाँहरूसँग मन पनि रहेछ। हेर्नुहोस् त, दराज पनि दिन्छु भन्नुभएको छ, उहाँहरूले बेड पनि दिन्छु भन्नुभएको छ, बिस्तारा पनि दिन्छु भन्नुभएको छ। सबैको मन यस्तै भइदिएको भए सायद सबै कोही दुःखीहरू, गरिबहरू यतिकै मर्नु पर्थेन होला। उहाँहरूलाई दिने खाट चाहिँ हामीले यो दिन लागिरहेछौँ। यो चाहिँ 4x6 को बेड हो। यसमा चाहिँ 3 जना सुत्न मिल्छ। सानो कोठा भएको कारणले गर्दा उहाँहरूलाई यो नै एकदमै उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ। त्यो भएर मैले चाहिँ यो दिन गइरहेको छु आज। यो चाहिँ भाइ बहिनीहरूको लागि दराज, बेडको हो। ए हजुर, माथि ल, यो चाहिँ बेड होइन सर? हजुर, यो बेड होइन? ओके।
किन मन लाग्यो तपाईँलाई आज? पहिला त अब ओड्ने ओछ्याउने साह्रै गाह्रो थियो र खासै राम्रो पनि थिएन। उहाँ दाइले अब बिस्तारा खाट दराजहरू बाबुको पढाइको लागि टेबलहरू सबै ल्याइदिनु भयो। त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब यो सामानहरू सबै हामीले उता घरसम्म लग्नेछौँ होइन? हजुर। कस्तो लागिरहेछ त्यो दिन जुन दिन तपाईँहरूलाई मैले बाटोमा भेटेको थिएँ, तपाईँहरू निउरो बेच्दै हुनुहुन्थ्यो होइन? यस्तो दिन भेट्दै गर्दाखेरि र आज यत्रो दिनसम्म म तपाईँहरूसँगै छु, कस्तो लागिरहेछ? एकदम रमाइलो लाग्यो। तपाईँको साथ पाउँदाखेरि धेरै खुसी पनि छु। ए खुसियाली अनि दिनुभयो हामीलाई साथ, खुसियाली अनि दिनुभयो हामीलाई साथ, पोखरा सोफा सेन्टर हजुरलाई धन्यवाद। कहाँ गए भगेरी चरी तिमीलाई मैले बिर्सौँला कसरी, कहाँ गए भगेरी चरी दाजु तिमीलाई बिर्सौँला कसरी, दाजु तिमीलाई बिर्सौँला कसरी। कति खुसी हुनुहुन्छ तपाईँहरू आज? धेरै। अनि किन धेरै खुसी हुनुभएको नि आज तपाईँहरू? आज हामी नयाँ बिस्तारा पाएर घरबेटीले दिएर खाट दिएर सुत्नु पर्थ्यो, आजदेखि त आफ्नै बिस्तारा भयो नि त। खाट दराज बाबुलाई टेबल सबै आफ्नै भएपछि चाहिँ अलिक खुसी पनि हुँदो रहेछ। अनि कपडाहरू राख्नको लागि चाहिँ तपाईँहरूलाई कति गाह्रो भएको थियो होइन? गाह्रो थियो, झोलाहरूमा पोको पुन्तरो बनाएर राख्नु पर्थ्यो। आजबाट चाहिँ दराजमा सजाएर राख्नु, धेरै कपडा अट्दो रहेछ। तपाईँहरू पनि अट्नुहुन्छ होला यता? हामीले लुग्न मिल्दो रहेछ कि यता छोरा लुगाइदिनु यता म लुग्ने। यहाँनिर हेर्नुहोस् त, पैसाहरू राख्नु पऱ्यो भने यहाँ टक्क राख्ने, त्यस पछाडि चापी लगाउने है। यता दुईजनाको कपडा झुन्याउने माथि, अनि तल पनि राख्ने, छोराको कपडा राख्ने, मजाले अट्छ तपाईँहरूलाई, ठिक्क हुन्छ। एकदम राम्रो पनि छ, यो एकदमै हेभी पनि छ। तपाईँहरूलाई यो चाहिँ 25-30 वर्ष ठिक छ। एकदमै खुसियालीको क्षणमा छौँ हामी, किनभने उहाँहरूले यो नयाँ फर्निचरका सामानहरू पाउनु भएको छ। विशेष गरी धेरै धेरै धन्यवाद दिन चाहन्छु पोखरा सोफा सेन्टर, जसले उहाँहरूको यो समस्या हेरिसके पछाडि र मैले उहाँहरूसँग के कुराहरू राखिसके पछाडि सहज रूपमा उहाँहरूले ल यो परिवारको लागि हामी सहयोग गर्छौँ। हामीले योभन्दा अगाडि पनि थुप्रै ठाउँमा सहयोग गरिसकेका छौँ। हामी त व्यवसाय मात्रै गरिराख्दैनौँ, व्यवसायबाट आएको पैसालाई सामाजिक काममा पनि खर्च गर्छौँ भनेर राजकुमार सरले, शिशिर सरले भनिसके पछाडि हामी आइपुगेका छौँ यहाँसम्म। कहाँ गए भगेरी चरी दाजु तिमीलाई बिर्सौँला कसरी, दाजु तिमीलाई बिर्सौँला कसरी। कति खुसी हुनुहुन्छ तपाईँहरू आज? धेरै। अनि किन धेरै खुसी हुनुभएको नि आज तपाईँहरू? आज हामी नयाँ बिस्तारा पाएर घरबेटीले दिएर खाट दिएर सुत्नु पर्थ्यो, आजदेखि त आफ्नै बिस्तारा भयो नि त। खाट दराज बाबुलाई टेबल सबै आफ्नै भएपछि चाहिँ अलिक खुसी पनि हुँदो रहेछ। अनि कपडाहरू राख्नको लागि चाहिँ तपाईँहरूलाई कति गाह्रो भएको थियो होइन? गाह्रो थियो, झोलाहरूमा पोको पुन्तरो बनाएर राख्नु पर्थ्यो। आजबाट चाहिँ दराजमा सजाएर राख्नु, धेरै कपडा अट्दो रहेछ। तपाईँहरू पनि अट्नुहुन्छ होला यता? हामीले लुग्न मिल्दो रहेछ कि यता छोरा लुगाइदिनु यता म लुग्ने। यहाँनिर हेर्नुहोस् त, पैसाहरू राख्नु पऱ्यो भने यहाँ टक्क राख्ने, त्यस पछाडि चापी लगाउने है। यता दुईजनाको कपडा झुन्याउने माथि, अनि तल पनि राख्ने, छोराको कपडा राख्ने, मजाले अट्छ तपाईँहरूलाई, ठिक्क हुन्छ। एकदम राम्रो पनि छ, यो एकदमै हेभी पनि छ। तपाईँहरूलाई यो चाहिँ 25-30 वर्ष ठिक छ। एकदमै खुसियालीको क्षणमा छौँ हामी, किनभने उहाँहरूले यो नयाँ फर्निचरका सामानहरू पाउनु भएको छ। विशेष गरी धेरै धेरै धन्यवाद दिन चाहन्छु पोखरा सोफा सेन्टर, जसले उहाँहरूको यो समस्या हेरिसके पछाडि र मैले उहाँहरूसँग के कुराहरू राखिसके पछाडि सहज रूपमा उहाँहरूले ल यो परिवारको लागि हामी सहयोग गर्छौँ। हामीले योभन्दा अगाडि पनि थुप्रै ठाउँमा सहयोग गरिसकेका छौँ। हामी त व्यवसाय मात्रै गरिराख्दैनौँ, व्यवसायबाट आएको पैसालाई सामाजिक काममा पनि खर्च गर्छौँ भनेर राजकुमार सरले, शिशिर सरले भनिसके पछाडि हामी आइपुगेका छौँ यहाँसम्म।